हेलो गाइस गुड आफ्टरनुन। आज चाहिँ मलाई अरुणाले च्यालेन्ज दिएको छ है पकौडा बनाएर देखा भनेर नि। र त्यसको लागि चाहिँ यहाँ रेडी गर्दैछु। हेर्दै गर्नुहोस् होला पकौडा बनाएको है। हेर्दै गर्नुहोस्। त्यसको लागि चाहिँ मैले यो स्प्रिङ ओनियन काट्दैछु। अन्त के हुन्छ अहिले देखाउँदै जाँदैछु। र गाइस अहिले चाहिँ मैले स्प्रिङ ओनियन, त्यहाँबाट लसुनको पत्ता, त्यहाँबाट खोर्सानी, त्यहाँ अदुवा ग्रेट गरेर हालेर चाहिँ यतिको बनाएको छु है गाइस। हेर्दै गर्नुहोस्। अब यो बेसन पनि हालेँ है। अब हेर्दै जाउँ कस्तो हुन्छ। सबै अरुणाले गरेको भन्दैछु कि, तर सबै आज चाहिँ मैले गरेको। मेरो सबै इन्ग्रिडियन्ट हो, हेर्नुहोस्। लु है गाइस, तेल पनि खारियो गाइस हो। नचलाउनु नि, अर्कै चलाउनु नि। यहाँ बाठे हुँदैछ मैले गरेकोमा हो। सेपमा पनि देखौ है। सेप चाहिँ यहाँ चाहिँ आज फर्स्ट टाइम पकौडा बनाउँदैछु गाइस। हेरिदिनुहोस् होला कस्तो हुनेछ। अब तपाईँहरूले इच्छा गरे यदि राम्रो भएछ भने मलाई त्यो नम्बर पनि छोड्नेछु, अर्डर गरेर घरमै बनाउन सक्नुहुन्छ। सस्तो दाममा बनाइदिउँला है। हेर्दै गर्नुहोस् फर्स्टको चाहिँ कस्तो भएको छ नि यहाँ चाहिँ। त्यो चाहिँ अरुणाले हालेको। मेरो बदनाम गरिसक्यो। यसलाई खोइ पल्टाको भात मासु त दामी बनाइदिनु गाइस म कि। अब यस्तो यो झिङ्गिङहरू चाहिँ आउँदैन, खानु मात्रै मिठो लाग्छ। झन् मोमो सब्जी मोमो भनेपछि त म त झन् भएर आइहाल्छ कि। खानु चाहिँ खान्छ तर फेरि मासु मोमो भनेपछि आफै मोमो मासुलाई किन गर्न थालिहाल्छु। अन्त लु है गाइस, अहिले चाहिँ पकौडा रेडी भयो। मैले यतिको चाहिँ बनाएँ गाइस। अब खानेवाला छु। खाएको चाहिँ म देखाउन सक्दिनँ होला गाइस, किनभने शरम लाग्छ है। लगाइदिन्छु नि अन्त ल। मैन खै उसलाई त यस्तो लेसहरू भएको, चेनहरू भएको लुगाहरू के साह्रो मन परेको है। सुन्नुहुन्छ कति इयर्सको लुगा अरे यो 18 to 24 मन्थ्सको। 1.5 वर्षदेखि 2 वर्ष लड्छ। वाउ राम्रो देख्यो भाइलाई। यहाँ बस्नु। यहाँ पनि ट्याग बस्दै यस्तोहरू चाहिँ खान्छ कि फ्याँकिदिइहाल्नुपर्छ। आज चाहिँ हाम्रो रिसानको चाहिँ नयाँ ड्रेस आएको छ, 2 सेट उसको मम्माले मगाएर है लगाइदिँदैछ। यो लगाउने हो, यो लगाउने, त्यो होइन, यो लगाउनु, यो लगाइदिनु जिउमा। ल ल ल यहाँ छ त, यहाँ नाइ हेर्न उसले कुकु आया नखाने जगाटे मलाई। आम्मा चेन हाल्दैन। कस्तो देख्यो भाइलाई तपाईँले? कुन चाहिँ ड्रेसले कस्तो देख्यो भनिदिनुहोस् ल। अब यो फर्स्टको ड्रेस हो। अब त्यो नहुने यो नहुने उभाइदिनु ल त्यहाँ। मुखमा हाल्नु मुखमा, खाली मुखमा। यो यसको सेट हो। अलि छिटो गर। ल पापालाई हेर्दिनु, पापालाई यता भाइ। कुन चाहिँ ड्रेसले कस्तो देख्यो भनिदिनुहोस् ल। यो चाहिँ फर्स्टको ड्रेस हो। लु भाइ चाहिँ गाइस एकदम कलरफुल भयो हाम्रो भाइ। उभाइदेऊ त अलिकति। आम्मा हेर्नु चाहिँ बिचरा कति महिना गर्न पायो भाइ। गयो यस्तो छ नि त। अन गरे पो हाल्छु त। भाइ मम्मा भन।
उठाउनै सकेन उभाइदेऊ त एकताल उभाइदेऊ कस्तो 2 वर्षको उयसको पनि ज्याकेट ठिक्कैमा त हुन्छ त अन्त उसलाई त भाइ हेर्नुहोस् है हाम्रो भाइ 2 वर्षको ज्याकेट चाहिँ यस्तो भएछ है आमामा थ्याङ्क यू फर वाचिङ कुन चाहिँ ड्रेसले राम्रो देख्यो भनिदिनुहोस् ल थ्याङ्क यू फर वाचिङ धेरै धेरै माया दिनुहोस् होला मेरो छोरालाई मेरो छोरीलाई मेरो बुढीलाई टी-सर्ट राम्रो छ है भाइको अनि मलाई पनि धेरै धेरै माया दिनुहोस् होला थ्याङ्क यू फर वाचिङ बाई बाई भाइलाई कलरफुलले पनि राम्रो देख्दो रहेछ है